Hello guys, welcome to my mini vlog. अब हाँस्नु त लाग्यो अनि आज चाहिँ म चाराली धान काट्न आइसके। सो आज म धान काटेर के कस्तो हुन्छ म देखाउनु। आज चाहिँ धान काटेर सिद्धाउनु पर्ने छ। आज चाहिँ धान दह्रो काट्नु पर्ने छ। यतैबाट छिरौँ। सो यस्तै छ धानको अवस्था चाहिँ यस्तो छ हेर्नुहोस् ल। आऊ सिद्धाउनु भयो कि के काटेर। सो गाइस तपाईहरु चाहिँ के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? म चाहिँ धान काट्न लागिसके। हजुर के भन्नुभयो? ए होइन, यहाँ साथीभाइहरूलाई यस्तो मनोरञ्जन धान काटेर दिने नै छु। हेर्नु सक्नुहुन्छ? वाउ। सो म अब धान काटेको देखाउँछु। धान चाहिँ हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यता। सो अब हामी धान काट्नेछौँ। अघि काटेर यति पनि बनाइसक्यौँ। अब चाहिँ फेरि माथि गयो। डिस्ट्याङ आज धान काट्नेहरू चाहिँ मेरो साथीहरू हुनुहुन्छ, भाउजूहरू हुनुहुन्छ, सोल्टिनी पनि हुनुहुन्छ। सो यो चाहिँ अब हामीले धान काट्नुपर्ने हुन्छ। आज यो घडा चाहिँ हाम्रो लास्ट नै होला सायद, मलाई लाग्छ। सो अनि अब धान काट्नुपर्ने छ। हो अन्त नि मलाई त्यस्तो लाग्छ। अन्त नि गाइस यहाँ हेर्नु ल सरर कस्तो रमाइलो छ। वाउ। हामीले धान काटिसकेर भ्याइसक्यौँ। अब सो हामी चाहिँ अब जानुपर्ने हुन्छ आफ्नो आफ्नो ठाउँमा। अब आजको दिन चाहिँ हामी यसरी बित्यो। तपाईँहरूले कसरी बिताउनु भयो? सो गाइस अब यति भन्दै मेरो भिडियो यहीँ एन्ड गर्न चाहन्छु। बाई साथी हो।